ओके आज यो अंडा करी बनाउनु गइरहेछ। पहिला यो अंडालाई फुटालेर यसलाई एक ठाउँमा मिसाउँ। अंडा फुटेर रेडी भइसकेको छ। यसमा अब थोरै स्वादअनुसारको नुन राख्नु पर्यो। हेर्नुस् म अन्तिमसम्म हेर्नुस् के बन्न गइरहेछ। यो बेसार यो जनु पनि राखिदिन्छु। त्यसपछि यो चिल्ली फ्लेक्स खुर्सानीको धुलो, त्यसपछि यो अरिया धनिया। अब यसलाई राम्रोसँग फिटौँ। राम्रोसँग फिट्नुपर्छ। अंडा घोलेर रेडी भइसकेको अवस्था। अब यसमा थोरै यो भाँडोमा अंडा राख्नुपर्ने भएको हुनाले यहाँनिर थोरै म तेल राख्छु। तेल राखिसके यो तेललाई म पुरै भाँडोमा पुरै लगाउँछु। अंडा पनि रेडी भइसक्यो यो यसरी। अनि यो तेल यो अंडा राख्ने भाँडो पनि भयो। अब म यता यो भाँडोमा बसाल्ने हो। यो कुकर पहिला चलाउनु पर्ने हुन्छ, जलाउनु पर्ने हुन्छ। डेक्ची बसाल्यो। हेर्नुहोस् है के बनाउँदै गइरहेको छु। त्यसपछि यहाँ पानी राख्नुपर्ने हुन्छ भाँडोमा। आफै गरिरहेको छु कस्तो बन्छ। त्यसपछि यसमा यो मटर कोसा छ, हरियो मटर देखाउँछु म। हरियो मटरलाई यसरी यहाँ राखिदिनु है, सेन्टर गरेर। अनि हरियो मटर राखेपछि यसको वरिपरि यो टमाटरहरू राखिदिनु। यसरी टमाटर, प्याज, खुर्सानी यसरी वरिपरि यो राखिदिने है। त्यसपछि अरू पनि राख्नुपर्ने छ यहाँ। अनि लसुनहरू पनि साइडमा राखिदिउँ। यो तपाईँहरू पनि ट्राई गर्नुहोस्। मैले भन्दा मिठो पनि पकाउने कोसिस गर्नुहोस् है। त्यसपछि यो अदुवाको टुक्राहरू पनि यहाँ साइडमा अदुवा छ, यो साइडमा हालिदिउँ। त्यसपछि यो घोलेको अन्डालाई यो भाँडोमा यसरी सबै खनाइदिउँ। यहाँ मैले 5वटा अन्डा मात्रै बनाएको छु यो काउन्ट गरेर। र यो 5वटा अन्डालाई मैले लगेर यहाँनिर यो छ, यसको माथि टक्क राखेर यसलाई म 10 मिनटसम्म सबै ढाकिदिउँ है भाँडोलाई। अब टक्क घडी हेरेर म 10 मिनटसम्म ढाक्छु। 10 मिनटपछि फेरि कस्तो रेसिपी बन्छ हेर्नु होला। 10 मिनटपछि 10 मिनट भइसकेको छ। अब हेरौँ। यस, ल सबै भइसकेको छ 10 मिनट। यसलाई बन्द गरिदिउँ। बोइल गरेको के अरे अन्डा यहाँ छ। अब यो चाहिँ हामीले हालेको टमाटर, लसुन, अदुवा सबै यहाँ छ। यसमा जिरा 1 चम्चा जिरा हाल्नु पर्यो। 1 चम्चा फुल चम्मच, 1 चम्मच जिरा फुल हाल्नु पर्यो। अझ अलिकति हालौँ। अनि त्यसपछि थोरै नुन पनि हालौँ, बेसार पनि हालौँ र हरियो खुर्सानी हालेर मस्त मिक्सरमा पिस्ने। खुर्सानी हालौँ अब पुरै। अब मिक्सरमा यसलाई मस्त पिसौँ। यसरी त्यसलाई अदुवा लसुनलाई पिस्ने भयो। बन्द गरौँ त। अब राम्रोसँग भयो। अब देखाउँ कसरी पिस्यो। ल यसलाई अब चाहिँ हामी पकाउन सुरु गर्छौँ। अन्डालाई अब चाहिँ यसरी पिस गरौँ काटेर।
सानो सानो पिस गर्दा हुन्छ। यो पाकेपछि झन् ठुलो हुन्छ। चारवटा अन्डा भएपछि यो पाकेपछि झन् ठुलो गरे अहिले फेरि पकाउने यसलाई अनि त्यो रसमा झन् ठुलो हुन्छ। यो चिसो हुनुपर्छ है। यो पुरै अन्डा यसरी चिसो नभएसम्म यो बिग्रिन्छ। अब यहाँ हामी 4-5 जना सब परिवारहरू तल माथिको मिलेर खाने कुरा भएको छ। यसरी दाना दाना चिजको दाना दाना जस्तो हुन्छ यो। ल हेर्नुहोस्, अब यसलाई हामी यो गर्ने हाल्ने, कराईमा थोरै तेल हाल्ने, धेरै नहाल्ने। ल तेललाई गरम हुन दिने, राम्रोसँग तताउने भन्नु पर्यो। गरम भनेको हिन्दी भाषा भयो होला। त्यसपछि यहाँनिर यो पर्दैन, उतै हो यो तातिसकेको छैन। तेल तातिसक्यो। अब यसमा थोरै जिरा हालौँ। यसरी जिरा हालिसकेपछि थोरै बेसार पनि हालिदिउँ। प्याज, काटेको प्याजहरू हालेर राम्रोसँग यसलाई भुट्नुपर्ने हुन्छ। मजाले अलिकति हिङ पाउडर पनि यसैमा हालिदियो भने ठिक हुन्छ। त्यतै खिचेर हिङ पाउडर पनि म हालिदिइरहेँ। यसलाई रातो हुने गरी फ्राई गर्ने, मजाले रातो हुने गरी फ्राई गर्ने। ल यो प्याज राम्रोसँग भुटिएको छ। अब भुटिसकेपछि अब यो चाहिँ यो अहिले हामीले उमालेको यसमा टमाटर, अदुवा, लसुन छ, यो जुन बोइल गरेर पिसेको यो सबै ग्रेभी यहीँ हालिदिने। यसरी पुरै हाल्ने, यसलाई पकाएर हालौँला। अनि यसलाई मस्त पकाउने, एकछिनसम्म मस्त यो पुरै पाक्नुपर्छ। 2 मिनट जति पकाउने यसलाई है। ल यो 2 मिनट भइसकेको छ। ग्रेभी मस्त उम्लेको छ। अब यसमा त्यो अहिले बोइल गरेको हरियो केराउ चाहिँ अहिले राखेको यो चाहिँ ठक्क सबै यहाँ राखिदिने। हरियो केराउ नि यहाँ पुग्यो, यसलाई पनि घुम्न दिने। त्यसपछि परिकार हेर्नुहोस् त, हेर्दैखेरि खाउँ जस्तो भएन। अब यहाँनिर गएर अहिले हामीले गरेको बनाएको अन्डा, जुन अन्डा छ यो अन्डालाई सर्लक्क यहाँ हालिदिने, सिङ्गल गरेर यो पुरै पाक्न दिने है। यो मजाले फुलेर जत्रो पिस हालेको त्यसको झन्डै 1.5 गुणा हुन्छ यो फुलेर। अब यसमा पानी, नुन, स्वाद अनुसार चाहिँ नुन, पानी, खुर्सानी सबै हाल्नुहोस्, मिट मसला। मेन रोटीसँग नि खानुभयो, भातसँग नि खानुभयो। धनिया, अदुवा, तेजपत्ता के हाल्ने हो लास्टमा। अब हाम्रो यो रेसिपी तयार भयो। यहाँहरूले पनि तयार गर्नु। मैले चाहिँ हामीलाई पुग्ने गरी पानी पनि हाल्दै गइरहेको छु। ल यो रेसिपी तयार गरेर यहाँहरूले पनि अवश्य भातसँग, रोटीसँग ट्राई गर्नुहोस् है। धन्यवाद।